नमस्ते। आजको यो विश्लेषणमा यहाँहरूलाई स्वागत छ। हामी एउटा निकै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। सोचौँ त, जब हाम्रो समुदायमा कुनै समस्या आइपर्छ, हामी सहयोगका लागि कसको ढोका ढकढक्याउँछौँ? आज हामी नेपाली नागरिक शिक्षाको पाठ्यपुस्तकलाई आधार मानेर नेपालको सामाजिक सहयोगको यो अनौठो र बहुआयामिक प्रणालीलाई केलाउनेछौँ। अब यो प्रश्न सुन्दा जति सजिलो लाग्छ नि, यसको उत्तर त्यति नै गहिरो छ। यो केवल कोही एक व्यक्ति वा संस्थाको कुरा होइन, यो त हाम्रो समाजले आफूलाई कसरी बलियो बनाउँछ भन्ने कथा हो। आधुनिक संस्थाहरूदेखि लिएर हाम्रा पुर्खाहरूले छोडेर गएका परम्पराहरूसम्म, यी सबै मिलेर कसरी एउटा मजबुत सामाजिक संरचना बन्छ, आज हामी त्यही कुरा बुझ्ने कोसिस गर्नेछौँ। ल, सुरु गरौँ आजका केही आधुनिक चुनौतीहरूबाट, जसले व्यक्तिलाई प्रत्यक्ष रूपमा असर गरिरहेका छन्, खास गरी हेपाई र साइबर अपराध। हेर्नुस् है, एकातिर छ हेपाई, जुन कसैलाई शारीरिक वा मानसिक रूपमा दुःख दिने, तर्साउने वा होच्याउने काम हो। यो प्रत्यक्ष देखिन्छ। अनि अर्कोतिर छ साइबर अपराध, जुन प्रविधिको पर्दा पछाडिबाट हुन्छ। सामाजिक सञ्जाल वा इन्टरनेटको प्रयोग गरेर कसैलाई हानि पुर्याउने काम। दुवैको उद्देश्य एउटै हो, अर्कालाई दुःख दिनु। अनि यसको असर कति गहिरो हुन्छ होला? कल्पना गरौँ त, मानिसको आत्मसम्मान र मनोबल घट्छ। मानसिक र शारीरिक स्वास्थ्यमा समस्याहरू देखिन थाल्छन्। स्कुल जान, साथीभाइसँग घुलमिल हुन मन लाग्दैन। एक्लोपन र असहाय महसुस हुन्छ। र दुःखको कुरा, कतिपय गम्भीर अवस्थाहरूमा त मानिसले आफैलाई हानि पुर्याउने विचारसम्म गर्न थाल्छन्। त्यसो भए यस्तो अवस्थामा के गर्ने त? पहिलो सुरक्षा घेरा कहाँ छ? हो, यो कतै टाढा छैन, यो त हाम्रो आफ्नै समुदायभित्रैबाट सुरु हुन्छ। यसको एउटा एकदमै सशक्त उदाहरण हो आमा समूह। समुदायका आमाहरू एकजुट भएर सामाजिक विकृति, घरेलु हिंसा जस्ता समस्या विरुद्ध लड्न र पीडितलाई साथ दिन खडा हुन्छन्। उहाँहरूको यो एकताले ठूलो शक्ति प्रदान गर्छ। त्यसैगरी युवाहरूको जोश र जाँगरलाई सही दिशा दिने काम गर्छन् युवा क्लबहरूले। उनीहरूले सामाजिक सद्भाव बढाउने, सरसफाई गर्ने, चेतनामूलक कार्यक्रमहरू चलाउने जस्ता काम गरेर समुदायमा सकारात्मक ऊर्जा भर्छन्। ल, अब समुदायको यो सानो घेराबाट अलिकति बाहिर निस्किएर हेरौँ है त। अझ फराकिलो स्तरमा हेर्दा हामीले राष्ट्रिय स्तरका संस्थाहरू भेट्छौँ, जसले ठूलो स्तरमा सहयोग पुर्याइरहेका हुन्छन्। यहाँ दुईवटा ठूला र महत्त्वपूर्ण नामहरू अगाडि आउँछन्: नेपाल रेड क्रस सोसाइटी र नेपाल स्काउट। यी दुवैको आफ्नै विशेष र महत्त्वपूर्ण भूमिका छ। अब यहाँ हेर्नुस् है, यी दुईको काम गर्ने तरिका कति फरक तर कति महत्त्वपूर्ण छ। रेड क्रसले मानवीय सेवा र विपदको समयमा, जस्तै बाढी, पहिरो, आगलागी हुँदा तत्काल राहत र स्वास्थ्य सेवामा ध्यान दिन्छ। अर्कोतिर स्काउटले चाहिँ युवाहरूको चरित्र निर्माणमा जोड दिन्छ। उनीहरूलाई शारीरिक, मानसिक र बौद्धिक रूपमा तालिम दिएर अनुशासित र आत्मनिर्भर नागरिक बनाउन मद्दत गर्छ। एउटाले तत्कालको घाउमा मलम लगाउँछ, अर्कोले भविष्यको लागि बलियो जग बनाउँछ। तर कुरा यतिमै सकिँदैन। यी आधुनिक संस्थाहरूभन्दा पनि गहिरो हाम्रो समाजको जगमा केही यस्ता मौलिक प्रथाहरू छन् जसले शताब्दीौँदेखि हामीलाई एक बनाएर राखेको छ। जस्तै गुत्थी। यो कुनै सामान्य संस्था होइन, यो त लिच्छवीकालदेखि चल्दै आएको एउटा जीवन्त परम्परा हो। विशेष गरी नेवार समुदायमा गुत्थीले धार्मिक स्थल, संस्कृति र परम्पराको संरक्षण मात्र गर्दैन, जन्मदेखि मृत्युसम्मका हरेक संस्कारमा एकअर्कालाई साथ दिन्छ। अनि अर्को छ पर्म। यो त झन् गजबको चलन हो। गाउँघरमा एकअर्काको खेतबारीमा आलोपालो काम सघाउने प्रथा। यहाँ पैसाको लेनदेन हुँदैन, हुन्छ त केवल सहयोग र सद्भावको। यसले समुदायलाई कति बलियो बनाउँछ होला। भनिन्छ नि, श्रमको विनिमय पैसाको होइन। पर्मको मूल मर्म नै यही सरल तर शक्तिशाली विचारमा लुकेको छ। सँगै मिलेर काम गर्ने र त्यसको फाइदा सबैले बाँड्ने। अनि ऐचोपैचो, यो त हाम्रो गाउँभरमा चल्ने एउटा सामाजिक बीमा जस्तै हो। घरमा केही चिजको अभाव भयो भने छिमेकीसँग माग्ने अनि आफूसँग हुँदा फिर्ता गर्ने वा सहयोग गर्ने। यसले गर्दा कसैले पनि अभावमा एक्लै छटपटाउनु पर्दैन।
त्यस्तै थारू समुदायमा रहेको बडघर प्रथालाई हेरौँ। समुदायले विश्वास गरेको एकजना मान्यजनलाई अगुवा चुनेर गाउँको झैझगडा मिलाउने, स्रोत साधनको व्यवस्थापन गर्ने जिम्मा दिइन्छ। यो स्थानीय स्तरमा न्याय र व्यवस्था कायम गर्ने एउटा सुन्दर र प्रभावकारी तरिका हो। ल, अब हामीले यी सबै तहहरूलाई हेर्यौं। अब यिनलाई एकै ठाउँमा जोडेर हेर्दा कस्तो चित्र बन्छ त? यो सामूहिक शक्तिको पूरा रूप कस्तो देखिन्छ? हेर्नुस् त, एउटा बलियो समाज कसरी बन्छ। यो सुरु हुन्छ व्यक्तिगत जागरूकताबाट, जहाँ हामी हेपाई र साइबर अपराध जस्ता समस्यालाई चिन्छौं। त्यसपछि आउँछ स्थानीय समुदायको साथ, जस्तै आमा समूह र युवा क्लब, अनि आवश्यक पर्दा रेड क्रस र स्काउट जस्ता राष्ट्रिय संस्थाहरूको भर। र यी सबैको जगमा रहेको छ गुथी र परम जस्ता हाम्रो सांस्कृतिक धरोहर, जसले हामीलाई एक अर्कासँग जोडेर राख्छ। भन्नुको मतलब, चाहे त्यो सानो क्लब होस् वा हाम्रो पुरानो परम्परा, हरेक तहले समाजको लागि एउटा सुरक्षा कवच बनाइरहेको हुन्छ। समाधानहरू हरेक स्तरमा छन् र यी सबै मिलेर नै हाम्रो सामूहिक शक्ति बन्छ। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न। आजको यो तीव्र गतिमा परिवर्तन भइरहेको संसारमा, जहाँ चुनौतीहरू पनि नयाँ नयाँ रूपमा आइरहेका छन्, यो हाम्रो जटिल र सुन्दर सहयोग प्रणालीको कुन चाहिँ तहलाई हामीले सबैभन्दा बढी बलियो बनाउनु पर्ला, ताकि यो सधैँभरि बलियो रहिरहोस्? यो प्रश्नमा विचार गर्दै आजको लागि बिदा लिन्छु। नमस्ते।